दर्शक महानुभावहरू नमस्कार। यो हो डे टु डे न्युज नेटवर्कमा तपाईहरूलाई स्वागत छ। आज विशेष समाचारका साथ उपस्थित भएका छौँ। समाचार निकै महत्त्वपूर्ण भएकाले कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। विगत 35 वर्षमा हामी कहाँ चुक्यौँ, अब कता जाने? ट्रम्पले फेरि सुरु गरे चीनसँग व्यापार युद्ध, भन्सार बढाएर 130% पुर्याउने घोषणा। मन्त्रीहरूको गाडीले बालिकालाई ठक्कर दिएर भएको घटनामा गृहमन्त्रीको चासो। भारतसँग भित्री आक्रोश, बाहिर अरूलाई गाली गर्ने, किन बोल्न सक्दैनन् त केपी शर्मा ओली। जेएनजीका वास्तविक प्रतिनिधिहरू चिन्न अन्तरिम सरकारलाई बाबुराम भट्टराईको 4 सुझाव। बारामा माटोको ढिस्कोमा पुरिएर 2 जनाको मृत्यु, 4 जना गम्भीर घाइते। राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शीतल निवास अगाडि जेएनजी युवाहरूको नाराबाजी। सहकारी ठगी अभियोगमा थुनामा रहेका ढोरपाटनका मेयरमाथि सम्पत्ति शुद्धिकरणको पनि मुद्दा थपियो। हिरा यस्तै समाचारका साथ उपस्थित भएका छौँ। समाचार निकै महत्त्वपूर्ण भएकाले कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। राष्ट्रपतिसँग जेएनजीको छलफल सोमबारको लागि सारिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग जेएनजीको छलफल सोमबारका लागि सारिएको। बिहान 10 बजेदेखि सुरु हुने भएको भए तापनि छलफल 2 दिनपछि सारिएको छ। छलफलका लागि शीतल निवास पुगेका जेएनजीका एक युवाका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने औपचारिक छलफल गरिसकेका छन्। राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेएनजीका अगुवाईहरू बीच पनि छलफल गर्ने गरी आज शीतल निवासमा बोलाएको थियो। शीतल निवासमा प्रवेश नपाएको भनी केही जेएनजीले गेट बाहिर विरोध समेत जनाएका थिए। जेएनजीका वास्तविक प्रतिनिधि चिन्न अन्तरिम सरकारलाई बाबुराम भट्टराईको 4 सुझाव। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले जेएनजी आन्दोलनको वास्तविक प्रतिनिधित्वबारे अन्तरिम सरकार प्रष्ट हुनुपर्ने बताएका छन्। असफलता टुहुरो भए पनि सफलताका सजाय पिता हुन भने यो एउटा उखान छ। उनको भनाइ उद्धृत गर्दै डाक्टर बाबुराम भट्टराईले आन्दोलनका वास्तविक प्रतिनिधि चिनेर अगाडि बढ्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्। जेएनजी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनको उद्देश्यसम्म पुर्याउन केही सुझाव प्रस्तुत गर्दै शनिबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, गलत हरकत गर्नेलाई चिन्नु पर्दछ। उनले विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट नभएको अवस्थामा अन्तरिम सरकारलाई विशेष ध्यान दिएर काम गर्न आग्रह गरेका छन्। भदौ 23 गते जेएनजी आन्दोलन सुरु हुँदा उनले औपचारिक रूपमा पहल गरेका सडकमा नेतृत्व गरिरहेको थियो भने तिनका कुनै पनि मुख्य प्रतिनिधि मान्ने जसले पछि सहयोग गरेर र तिनीहरूलाई सहयोग मान्ने कुरा नै सही हुन्छ भन्ने उनले उल्लेख गरेका छन्। पछि घुसपेट गरेर प्रतिगामी नारा लगाउने र गलत हरकत गर्नेहरूलाई चितोयत कारबाही गर्नुपर्ने उनको सुझाव छ। के हुन् त बाबुराम भट्टराईका 4 सुझाव? विगतका आन्दोलनका गल्ती कमजोरीहरू सिक्दै जेएनजी विद्रोहलाई यसै ऐतिहासिक परिवर्तनको यथासिक पुर्याउनसम्म निम्न कुराहरूमा ध्यान दिनु पर्दछ। अङ्ग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ, सक्सेस हास ह्याट्रिक्स फास्ट, र इजिस्टमा पनि यही भन्ने गरिन्छ, इनकाइनमा पनि यही भन्ने गरिन्छ। अर्थात् सफलता सजाय पिता हुन्छ, असफलता टुहुरो हुन्छ। नेपालमा पनि एउटा त्यस्तै भनाइ छ, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात। अझसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट भइसकेको छैन। तैपनि अहिले खास गरी जेएनजीका वास्तविक प्रतिनिधिहरू को हुन् र यसमा को कसले के भूमिका रह्यो आदि बारे केही अन्यल जस्तो देखिनु विडम्बनापूर्ण रहेको छ। यसबारे अन्तरिम सरकार प्रष्ट हुनु पर्दछ। भदौ 23 गते जेएनजी आन्दोलन सुरु हुँदा जसले औपचारिक रूपमा पहल गरेका थिए र सडकमा नेतृत्व गरेका थिए तिनैलाई नै मुख्य प्रतिनिधि मान्ने र उनले जे भन्छ त्यही सहयोग गर्ने र तिनीहरूको सहयोग मान्ने कुरा नै सही हुन्छ। पछि घुसपेट गरेर प्रतिगामी नारा लगाउने र गलत हरकत गर्नेहरूलाई यथोचित व्यवहार उचित हुन्छ। साथै अर्को गम्भीर कुरा रहेको छ, पटक पटक सत्तामा रहेर जसका गलत हरकतहरूको यो युवा विद्रोह सिर्जना गर्यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपेट गरेर गराएर सार्वजनिक सम्पत्ति नष्ट गराएर ती मध्ये कोही साखुले बनेर अहिले गोहीको आँसु झार्दै अघि आउँछन् भने तिनबाट पनि सतर्क रहनु पर्दछ। अहिले अन्तरिम सरकारमा कहिले दया माया र
कृपाले भनै जेन्जी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकतालेको गठन भएको हुँदा यसले भित्री बाहिरी कुनै शक्तिको षड्यन्त्र नमानी आफ्नो निष्ठा आन्दोलनप्रति रहेको प्रश्न हुँदै प्राप्त कार्य दिशा पूरा गर्नेतर्फ उचित भएर लाग्नु पर्दछ। सकारात्मक सन्देश पनि जनतामा छर्नु पर्दछ। मुख्य कार्यकारी अङ्ग अन्तरिम सरकार बाहेक राज्यका अरू स्थायी अङ्गहरू, कर्मचारी तन्त्र, न्यायालय, सुरक्षा अङ्गहरू, संवैधानिक अङ्गहरू आदि र प्रवेश स्थानीय तहहरूको पनि आफूलाई यो बदलाको परिवेशमा जेन्जी विद्रोहको दूरगामी महत्त्व र असरलाई आत्मसात गर्दै कुनै किन्तु परन्तु नगरी सहयोग गर्नुहुन यथाकथित नचित्त नबुझे पनि सरकारलाई सहयोग गर्ने पर्ने उनको भनाइरहेको छ। हातमा युवकको टाउको बोकेर 2 युवा पुगे प्रहरी कार्यालय। दर्शक महानुभावहरू, कैलालीमा आपसी विवाद हुँदा भएको झडपमा 1 जनाको हत्या भएको छ। घोडाघोडी नगरपालिका 8 मा शुक्रबार राति पसलमा रक्सी खाने क्रममा भएको झगडामा 28 वर्षीय केशर सिंह बुढाले घाँटी रेटेका हत्या गरेको हो। हत्या गर्नेमा घोडाघोडीकै 18 वर्षीय बलबहादुर विक र 19 वर्षीय गङ्गा बुढा छेत्री रहेका प्रहरीले जानकारी दिएको छ। पसलमा बसेर रक्सी खाएपछि सुरुमा गाली गलोज भएपछि यो घटना भएको पाइएको छ। विवाद बढ्दै गएपछि विक र छेत्रीले केशर सिंहलाई धारिलो हतियारले राति 11:45 बजे घाँटी रेटेर हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक डीएसपी राजकुमार सिंहले न्युज नेपाल टिभीसँग बताएका छन्। हत्या गरेपछि विक र छेत्रीले केशर सिंहको टाउको लिएर आफन्तकोमा पुगेका थिए। आफन्तले लुकेर हुँदैन, प्रहरीकोमा जानुपर्छ भनेपछि उनीहरू प्रहरीकोमा आएको डीएसपी सिंहले बताएका छन्। उनीहरू हातमा टाउको बोकेर प्रहरी कार्यालय आउँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौं। डीएसपी सिंहले भने पूर्व रित र केही दिनदेखि नै विक र छेत्री बीच केशर सिंहसँग परिचय नभएको पाइएको छ। पसलमा बसेर रक्सी खाने क्रममा एकले अर्कोलाई गाली गरेपछि विवाद सुरु भएको देखिएको उनले जानकारी दिएका छन्। पहिला नै चिनजान नभएकाले घटना गाली गलोजको आवेशमा भएको जस्तो देखिन्छ भने नियन्त्रणमा लिइसकेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि सुरु गर्ने भइसकेको छ। ओली स्वास्थ्य नभएपछि एमाले सचिवालय बैठक स्थगित भएको छ। नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि स्थगित भएको हो। अध्यक्षलाई रोगा लागेको भन्दै बैठक भोलि 11 बजे बिहान बस्ने गरी सारिएको कार्यालय सचिव डाक्टर भीम्स अधिकारीले जानकारी दिएका छन्। एमालेले सचिवालय बैठक शुक्रबार पनि बसेको थियो। गुन्डुमा बसेको पार्टी सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी साक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज गेवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। बैठकमा पार्टी पुनर्गठन, संसद पुनर्स्थापनाका लागि पनि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए। के गर्ने भन्ने निष्कर्षमा भने निस्किसकेको छैन। आज बस्ने भनिएको बैठकले पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने बताइएको थियो। पार्टीको महाधिवेशन मङ्सिरको अन्तिममा र पुसको सुरुमा हुने गरी बैठकको प्रस्ताव गर्ने सम्भावना छ। महाधिवेशनको मिति तोक्ने निर्णय कमिटीले गर्नेछ भने एमालेको केन्द्रीय कमिटी बैठक असोज 29 देखि 31 गतेसम्मका लागि बोलाइएको छ। बारामा माटोको ढिस्कोमा च्यापिएर 1 महिलाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। बाराको छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा 1 जना महिलाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। बाराको सिमरौरी नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजय राज पण्डितका अनुसार मृत्यु हुनेमा सिङ्ग्रौला घर नगरपालिका 5 निवासी 65 वर्षीय सरिदा देवी रहेकी छन् भने गम्भीर घाइतेको नाम खुल्न सकिरहेको छैन। उनका अनुसार घटनामा परि अन्य 10 जना सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयाका ल्याइएको छ भने घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपद प्रहरी घाइतेहरूको उद्धार गरेको छ। मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भएको घटनामा गृहमन्त्रीको चासो बढेको छ।
ललितपुरको हरिसिद्धिमा गत भदौ 21 गते मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएर भएको घटना प्रहरीमा पुगेको थियो र त्यो प्रकरण गृहमन्त्री ओमप्रकाश अर्यालले चासो देखाएका छन्। ललितपुर महानगरपालिकामा 28 स्थित हरिसिद्ध माध्यमिक विद्यालय नजिक मूल सडकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवारी नम्बर प्लेटको 1J699 नम्बरको गाडीले बालिकालाई ठक्कर दिएर भागेको घटना गृहमन्त्रीले चासो देखाएका छन्। मन्त्री सवार गाडीले ठक्कर दिँदा ललितपुर महानगरपालिका 28 डेरा गरी बस्ने 11 वर्षीय उषा मगर सुनार घाइते भएकी थिइन्। उनलाई उपचारका लागि बीएनसी अस्पताल लगिएकोमा सोही दिन डिस्चार्ज भएकी थिइन्। पछि उपचार खर्च सम्बन्धी पीडक पक्षले नै बेहोर्ने सहमति गरेर घटनाको मिलापत्र भएको थियो। मन्त्री अर्यालले सडकमा बालिकालाई ठक्कर दिएर भागेको घटनामा मिलापत्र गर्न मिल्छ कि मिल्दैन, घाइतेको अवस्था के छ भनेर बुझ्नका लागि प्रहरीलाई निर्देशन दिएको गृहको एक स्रोतले जानकारी दिएको छ। मिलापत्र गर्न मिल्ने नमिल्ने के रहेछ हेर्नु पर्छ भनेका छन् भने पीडकलाई के हो भन्ने कुरा पनि बुझ्नको लागि उनले प्रश्न पारेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बुर्लाकोटीले पनि मिलापत्रबारे बुझ्न भनी जानकारी दिएका छन्। घटनामा पुरानो हो वा पीडालाई अवस्था के छ हामी बुझ्न भनिसकेका छौँ। पहिले मिलापत्र गरिएको भन्ने पनि अहिले के भइरहेको छ एसएसपी होविन्द्र बुर्लाकोटीले न्युज नेपाल टिभीलाई बताएका छन्। राप्रपाले सर्वदलीय बैठक राखेका 8 बुँदे एजेन्डा के छन् त आउनुहोस् यसबारे पनि केही चर्चा गरौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको उम्मेद्वारको उम्मेद हद घटाउने एजेन्डा राखेका छन्। शुक्रबार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री सक्षम ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको उम्मेद्वार बन्नका लागि तोकिएको न्यूनतम उमेर 25 वर्ष हटाएर 18 वर्ष कायम गर्न माग गरेका हुन्। उनले भोट हाल्न सक्ने नागरिक देशको राज्य सत्ता सम्हाल्न पनि सक्षम भएको तर्क प्रस्तुत गरेका छन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न राष्ट्रिय